शिवाय। सम्पूर्णमा न्यानो अभिवादन। नमस्ते होलिडेजले विक्रम सम्वत 2074 देखि निरन्तर रूपमा कैलाश मानसरोवरको यात्रा गराउँदै आएको छ। आउनुहोस् हामी सँगै कैलाश मानसरोवरको यात्रा गरौँ है त। आवश्यक सम्पूर्ण कागजातहरू सङ्कलन गरी भिसा प्रक्रिया अगाडि बढाइन्छ। यात्रा सुरु हुनुभन्दा केही दिन अगाडि सम्पूर्ण यात्रीहरूको उपस्थितिमा यात्राको बारेमा जानकारी दिने र अन्तर्क्रियाको कार्यक्रम राखिन्छ। झन्डै यो पर्यटन क्षेत्रमा यस्तै 24-25 वर्ष जति व्यतीत गरिसकेँ मैले यो इन्डस्ट्रिजमा। कैलाशमा मात्रै झन्डै 23 वर्षको लामो एक्सपिरियन्स मैले भोगेको छु, त्यसमा देखेको छु। अब हाम्रो लागि के छ भन्दाखेरि प्रत्येक रात प्रत्येक दिन हाम्रो लागि पल पल क्षण क्षण हाम्रो लागि इम्पोर्टेन्ट छ कैलाश मानसरोवर। नमस्ते होल्डेजबाट प्रदान गरिने ज्याकेट, झोला, टोपी लगायतका सामग्रीहरू वितरण गरिन्छ। यात्राको दिन बिहानै पशुपतिनाथको प्राङ्गणमा उपस्थित भएर बाजा गाजा सहित शुभ साइड शुभ घडीसँगै गुरु पण्डितहरूको मुखारा बिन्दुबाट स्वस्ति वाचन गर्दै आफ्ना इष्ट देवता, कुल देवता र सम्पूर्ण देवी देवताहरूको स्मरण गरी पशुपतिनाथको चन्दन र रुद्राक्षको माला लगाई हामी रमाइलो गर्दै कैलाश यात्राको शुभारम्भ गर्दछौँ। म 77 अब लाखवती बाल्ने, दर्शन गर्ने, पूजा गर्ने। अब हामी रसुवागढीतर्फ प्रस्थान गर्दछौँ। सम्पूर्ण तीर्थयात्रीहरू भजन कीर्तनमा मग्न हुनुहुन्छ। हामी काठमाडौँबाट टोखा, छहरे, बट्टार हुँदै रमाइला परिदृश्यहरूलाई हेर्दै रमाउँदै अगाडि बढिरहेका छौँ। बिहानको खानाको व्यवस्था त्रिशुली बजारमा गरिएको हुन्छ। हामी त्रिशुली बजारमा पुगेर शुद्ध शाकाहारी भोजन गर्दछौँ। खाना खाइसकेपछि हाम्रो यात्रा अगाडि बढ्दछ। सुन्दर गाउँ बस्ती, वर्षायामको कुहिरो, मनै लोभ्याउने झरनाहरू हेर्दै धुन्चे बजार कतिखेर आयो पत्तै भएन। रमाइला घुम्तीहरू पार गरेर स्याप्रो बेसी हुँदै करिब 160 किलोमिटरको यात्रा 6-7 घण्टामा पार गर्दै रात्रि विश्रामको लागि हामी रसुवा जिल्लाको टिमुरे घट्टे खोलामा पुग्दछौँ। आज हामी यो कैलाश होटेलमा छौँ। हाम्रो A1 गाडी आएर अनि हामीले गेस्टहरूलाई रुम दिएर सबै व्यवस्थापन गरिसक्यौँ। समूह अनुसार होटेलमा बस्नको लागि व्यवस्था मिलाइएको थियो।
समयमै पुगेका हुनाले अध्यागमनको काम हामीले पहिलो दिनमै सक्छौं। आजको हाम्रो यात्रा केरुङ शहरसम्मको हुनेछ। बिहानको चिया नास्ता खाइसकेपछि नेपालको अन्तिम भूभाग जसलाई रसुवागढी भनिन्छ, हामी त्यसतर्फ प्रस्थान गर्दछौं। लाङटाङ हिमालको चिसो सिरेटो, भोटेकोसीको सुसेलीले हाम्रो यात्रालाई अझै रोमाञ्चित बनाउँदैछ। झन्डै आधा घण्टाको पैदल यात्रापछि हामी रसुवागढी पुग्दछौं। नेपाल बोर्डरतर्फको सम्पूर्ण कागजी कामकाज र सुरक्षा जाँचपछि मितेरी पुल हुँदै हाम्रा पाइलाहरू चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङमा टेक्दछौं। चीनतर्फको अध्यागमन र सुरक्षा जाँच गरिसके पछाडि हामीलाई प्रवेश दिइन्छ। चीनतर्फका सहयोगी तथा गाइडहरूसँग भेट हुन्छ। उहाँहरूले आफ्नो संस्कृति अनुसार सबै तीर्थयात्रीहरूलाई स्वागत गर्नुहुन्छ। उहाँहरूको आतिथ्यता तथा सम्मानलाई ग्रहण गर्दै हामी बसबाट केरुङ शहरतर्फ प्रस्थान गर्दछौं। केरुङ शहर समुद्र सतहदेखि 2700 मिटर उचाइमा रहेको छ। आजदेखि चाइनाको यात्रा सुरु गर्दैछौँ। नेपाल बोर्डरबाट 24 किलोमिटरको दूरीमा रहेको करिब 1 घण्टाको बस यात्रापछि हामी केरुङ शहर पुग्दछौं। सबै तीर्थयात्रीहरूलाई कोठा दिने र आफ्नै किचनमा बनेको खाना खुवाउने काम सम्पन्न हुन्छ। खाना पछि लेक नलागोस् भनेर औषधि दिइन्छ। सबै काम सकेर रातिमा केरुङ शहरलाई हेर्नलाई हामी बाहिर निस्कन्छौं। बिहानै हामी शहरको मध्य भागमा रहेको पाक्पा बौद्ध गुम्बा, जुन प्यागोडा शैलीमा निर्माण गरिएको छ, त्यसको अवलोकन गर्दछौं। दिउँसो मात्रै प्रस्थान गर्ने भएकाले केरुङ वरपर रहेका रमाइला ठाउँहरू पनि हामीले घुम्यौं। आजको हाम्रो यात्रा 160 किलोमिटर टाढा रहेको सागा शहरसम्मको हुनेछ।
केही समयको यात्रापछि हामी केरुङ झरनामा पुग्दछौँ। यो सुन्दर झरनालाई आफ्नै पाराले कसैले क्यामेरामा कैद गर्दै हुनुहुन्थ्यो भने कोही नाचगान गरेर रमाइलो गर्दै हुनुहुन्थ्यो। केही समयको रमाइलोपछि साँगातर्फ अगाडि बढ्दछौँ। अब सुस्त सुस्त वन जङ्गललाई छोडेर हामी माथिल्लो केरुङमा आइपुग्दछौँ। यात्राको क्रममा बाटोमा भेटिने विश्राम स्थलहरूमा विश्राम गर्दछौँ। समुद्र सतहबाट करिब 5226 मिटर उचाइमा रहेको हुन्टाङ्ला पास यो बाटोमा पर्ने सबैभन्दा उचाइमा रहेको ठाउँ हो। बाटो वरपर देखिने ताल र हिमालका दृश्यहरूले यात्रालाई थप रोमाञ्चक बनाउँदै थियो। रमाइलो गर्दा गर्दै र वरपरको सुन्दरता हेर्दा हेर्दै हामी ब्रह्मपुत्रको पुलमा पुग्छौँ, जहाँबाट कैलाश र लासाको बाटो छुट्टिन्छ। आज हामी 4500 मिटर उचाइमा रहेको साँगा सहरमा विश्राम गर्नेछौँ। यात्रा यस्तो अविस्मरणीय नाच्दै गाउँदै भजन गाउँदै यहाँ आइपुगेका छौँ। यो नमस्ते होली यो एउटा एपिक ट्रिप गराएको छ हामीलाई है, लाइफ टाइम ट्रिप भनौँ यसलाई। यो अत्यन्तै अविस्मरणीय छ यो। थ्याङ्क यू। लासा हुँदै आएको समूहलाई पनि स्वागत गरिन्छ। लासा हुँदै र केरुङ हुँदै आएको दुवै समूहलाई परिवार अनुसार कोठा दिने काम सम्पन्न हुन्छ। अब हामी आफ्नो सामानहरूलाई कोठामा राखेर खाना खानतिर लाग्दछौँ। एकदम अहिलेसम्म राम्रो छ। बेलुकीको खाना खाइसकेपछि अब हामी साँगा सहर घुम्दछौँ। पानी खाइसकेपछि यसैलाई पखालेर गङ्गा जल स्नान गराएर मानसरोवरको जल बोकेर ल्याउँछौँ। आज एकदमै रमाइलो छ। हामी यहाँबाट निस्किन लाग्यौँ। अब सबैजना रेडी हुनुहुन्छ, ब्याकप्याक भइसक्यो, गाडी रेडी छ। अब हामी अगाडि बढ्छौँ। आजको यात्रा भनेको मानसरोवर परिक्रमा गरेर मानसरोवरमा बस्ने हो। भोलि भव्य हुन्छ हाम्रो ल। आजको हाम्रो यात्रा करिब 466 किलोमिटर टाढा रहेको मानसरोवर छु गुम्बासम्मको हुनेछ। न्युडोङपा पुगेर हामी केही समय विश्राम गर्दछौँ। यहाँबाट नेपाल र चाइनाको कोरला नाका नजिक पर्दछ। दिउँसोको खाना हामी पर्याङ पुगेर खान्छौँ। हामी त नेपालबाट चाइनामा पिकनिक खान आएको।
कोही खानातिर कोही नाचगानतिर व्यस्त हुनुहुन्छ भने हामीहरू चाहिँ माछालाई खाना खुवाउँदैछौँ। केही घण्टाको विश्रामपछि अब हामी फेरि मानसरोवरतर्फ प्रस्थान गर्दछौँ। हामी होर्चु पुग्दछौँ, जहाँबाट एकैसाथ मानसरोवर र साक्षात् शिव भगवान कैलाश पर्वतमा विराजमान भई दर्शन दिनुहुन्छ। मानसरोवर कैलाश पर्वतबाट 40 किलोमिटर दक्षिण दिशामा रहेको छ। समुद्र सतहबाट 4559 मिटर उचाइमा रहेको यस पवित्र सरोवरको क्षेत्रफल 320 वर्ग किलोमिटरमा फैलिएको छ। पवित्र जलको भण्डार रहेको ताल नै मानसरोवर हो। यो ताल भगवान विष्णुको वासस्थान हो भन्ने मान्यता रहेको छ। अलौकिक गुण र शक्तिको भण्डार रहेको यस सरोवरमा अदृश्य कल्पवृक्ष रहेको, जस वृक्षमा आरोग्यताको लागि सम्पूर्ण गुण रहेको शास्त्रमा समेत वर्णन गरिएको छ। जय शिव शंकर भोले कैलाश मानसरोवर। मानसरोवर परिक्रमाको क्रममा जल भर्ने तथा विभिन्न आकृतिका शिलाहरू ल्याउने काम हुन्छ। कैलाश पर्वत भगवान शिवशंकर र मानसरोवर माता पार्वतीको प्रतीकको रूपमा लिइन्छ। गुरु मान्दाता हिमालको काखमा रहेको भ्यू पोइन्टबाट राक्षस ताल, मानसरोवर ताल र कैलाश पर्वतको दृश्य एकैसाथ देख्न सकिन्छ। मानसरोवर तालको नजिकै रहेको राक्षस ताल, जसमा लङ्काका राजा रावणले घोर तपस्या गरी भगवान शिवबाट अमरत्व प्राप्त गरेका थिए। यस तालमा प्रवेश गरे पूर्ण पापको सागरमा डुब्नेछ भन्ने मान्यता रहिआएको छ। आजको हाम्रो बसाई मानसरोवरको किनारमा रहेको छु गुम्बा गेस्ट हाउसमा हुनेछ। छु गुम्बाबाट कैलाश र मानसरोवरलाई केही समय अवलोकन गर्छौं। आज यात्राको विशेष दिन। सम्पूर्ण तीर्थयात्रीहरूले स्नान गरिसकेपछि धार्मिक अनुष्ठानका कार्यक्रमहरू सुरुवात हुनेछन्। नमस्ते, होलिडेजबाट यहाँ मानसरोवरको पावन क्षेत्रमा आएका छौँ। अहिले हामी ठिक यो जनै पूर्णिमाको पूर्वाङ्गमा प्रारम्भमा यो तीर्थ श्राद्धका बेलामा छौँ। असाध्यै उत्साहका साथमा बिहान लगभग नेपाली समयअनुसार 2 बजे
यहाँको समयअनुसार हामी लगभग 3:30 बजे नुहाइधुवाई गरेर यहाँ नुहाउन पाइँदैन भन्ने हुँदो रहेछ। हाम्रो नमस्ते सबैजनाले उठेर नुहाइ पनि सक्नु भएको छ र आदरणीय भक्त महानुभावहरू सबै स्वस्थ मस्त र व्यस्त हुनुहुन्छ। सबै भक्त श्रद्धाका साथमा आउनुभएको हुनाले कसैलाई रोकसोक परेको छैन। त्यसो भएको हुनाले म विशेष गरेर आदरणीय बसन्त बरालजी जो म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ उहाँलाई विशेष सम्मान गर्छु। 300 जनाका हाराहारीमा नमस्ते होलिडेजबाट आएका छन्। यो असाध्यै धेरै कम्पनीहरू मध्येमा सर्वोत्कृष्ट 2080 मा सर्वोत्कृष्ट धेरै भक्तहरू ल्याउन सक्ने सफल भएको र व्यवस्थित यात्रा गराउने यो नमस्ते होलिडेज हो। त्यस भएको हुनाले लासा घुमाउने एउटा छुट्टै टोली आयो अनि 1-2 दिन पहिले आउँछौँ भन्ने महानुभावहरूलाई 60 जनाको टोली ल्याउनु भयो। हामी लगभग 150-200 जना गरेर लगभग 300 जना 200-250 भन्दा माथि 300 जना भित्र हामी भक्त महानुभावहरू यहाँ अहिले उपस्थित छौँ। असाध्यै उत्साहका साथमा भजन कीर्तन कथा प्रवचन गर्दै हामी आएका हौँ। जय होस्। बौद्धिक गुरुद्वारा रुद्री पाठ, तिथि श्राद्ध, तर्पण, लाखबत्ती प्रज्वलन, हवन, नाचगान, भजन आदि सामूहिक रूपमा गर्नको लागि नमस्ते होलिडेजले प्रबन्ध मिलाएको हुन्छ। प्रदोष कालका बारेमा पनि छोटो कुराकानी गरौँ है त। शुक्ल पक्षको त्रयोदशी तिथि, कृष्ण पक्षको त्रयोदशी तिथि, त्यो प्रदोष कालमा उहाँ त्यति बेला कैलाशमै बसेर नृत्य गर्नुहुन्छ र त्यो नृत्य चाहिँ आनन्द नृत्य हो। त्यस कारणले गर्दाखेरि यो प्रदोषलाई धेरै महत्त्वपूर्ण मानिन्छ। हामीले नमस्ते होलिडेजका प्रबन्ध निर्देशक बसन्त बरालसँग तीर्थयात्रीहरूको स्वास्थ्य, खाना र बसाइको बारेमा छोटो जिज्ञासा राखेका थियौँ। तीर्थयात्रीलाई हेल्थको कुरा भयो अनि स्वास्थ्यको कुरादेखि बाहेक खाना हाइजेनिक फुडको कुरा भयो अनि जुन बसाइको कुराहरू छ, त्यसपछि यातायातको कुराहरू छ। हरेक कुरामा चाहिँ हामीले एकदमै सुविधाहरूलाई बढाएको पनि राखेको छौँ। हामीले कम्प्रोमाइज पनि गरेको छैनौँ। हामीसँग कुनै पनि सम्झौता त गर्ने पक्षमा छैन। नमस्ते होलिडेले यात्रीको पक्षमा, पूर्ण यात्राको पक्षमा र पूर्ण यात्रा गराउने पक्षमा त कहिले पनि कम्प्रोमाइज गर्दैन नमस्ते होलिडेले। यसमा सम्पूर्ण धार्मिक अनुष्ठान सकेर अब हामी 4700 मिटर उचाइमा रहेको दार्चेन सहर पुग्दछौँ। हामीसँग समय रहेकाले दार्चेनबाट हामी सानो समूह बनाएर तीर्थपुरीतर्फ लाग्दछौँ। दुवैजनालाई बराबर मान्यता बुद्धिज्महरू पनि यहाँ धेरै आउँछ, हिन्दूहरू पनि आउँछ। बुद्धिज्म चाहिँ किन आउँछ भने यहाँ गुरु रिम्पोचे पद्मसम्म गुरु रिम्पोचेलाई चाहिँ उनीहरूले हामीले जति शिव जस्तै मान्छौँ नि, उनीहरूले गुरु रिम्पोचेलाई चाहिँ शिव मान्छ। यहाँ तीर्थपुरी मानसरोवरबाट 100 किलोमिटर उत्तर पश्चिममा रहेको छ। यो समुद्र सतहबाट 4310 मिटर उचाइमा रहेको छ। यहाँ तातो पानी जमिनबाट उम्लेको देख्न सकिन्छ। यसपछि हामी दार्चेन फर्किन्छौँ, जुन कैलाश पर्वतको आँगन पनि हो।
दार्चेन फर्किएपछि हामीसँग समय भएकाले अष्टपथतिर हामी लाग्दछौँ। समुद्र सतहबाट 6638 मिटर उचाइमा रहेको यस कैलाशको दक्षिणी भूभागबाट अष्टपथको यात्रा गर्न सकिँदो रहेछ। अष्टपथलाई शिव र पार्वतीको दिव्य ऊर्जाको प्रतीक मानिन्छ। यो मार्गले मोक्ष प्राप्त गर्न पवित्र आत्मशुद्धिको प्रतिनिधित्व गर्दछ। कैलाशलाई बौद्ध धर्ममा खाङ रिम्पोचे भनेर चिनिन्छ। दार्चेन सहर जुन कैलाशको फेदीमा रहेको छ, साँझको खाना खाइसकेपछि आज हाम्रो बसाइ यही दार्चेनमा हुनेछ। Yes, I'm going. Getting prepared for the day. I hope everything goes well. कैलाश परिक्रमाको पहिलो दिन। अब ठिकै, अहिलेसम्म त ठिकै छ। अब यात्रा यमद्वारदेखि कस्तो हुन्छ अब त्यो चाहिँ विचार गर्नुपर्ने छ आजको वेदरको कारणले। दार्चेनबाट 7 किलोमिटर बसको यात्रापछि हामी यमद्वार पुग्दछौँ। हामी पुग्नु अगावै सामान बोक्नको लागि चौरीहरू आइसकेका थिए। मौसमले त्यति साथ नदिए तापनि हिउँ परिरहेकाले यात्रा रमाइलै हुनेछ भन्ने आशामा हामी अगाडि बढ्छौँ। मौसम खुलेको बेला यमद्वारबाट कैलाश यस्तो देखिन्छ। यमद्वारलाई स्वर्ग जाने ढोका पनि भनिन्छ। यसको 3 पटक परिक्रमा गरेपछि पूर्ण कैलाश परिक्रमा गरेको फल पाइन्छ र मृत्युपछि शिवलोकमा बास पाइन्छ भन्ने किंवदन्ती रहेको छ। कैलाश परिक्रमामा जान नचाहने तीर्थयात्रीहरू दार्चेन फर्किनु हुनेछ। आजको हाम्रो पैदल यात्रा 12 किलोमिटरको हुनेछ। सप्तरङ्गी छ हाम्रो शिवजीको धाममा। दाइलाई सायरी पनि आउँदो रहेछ नि त। भाइ कामै त्यही साहित्य सङ्गीत फिल्म बिदै त्यही पर के गर्नु है। केही समयको पैदल यात्रापछि हामी पहिलो टी हाउस पुग्दछौँ। पैदल यात्रा गर्न नसक्ने तीर्थयात्रीहरूको लागि घोडाको व्यवस्था गरिएको हुन्छ। विश्वको आध्यात्मिक जगतको केन्द्र कैलाश पर्वत श्रृङ्खलाबाट निस्कने 4 नदीहरू सिन्धु, सतलज, ब्रह्मपुत्र र कर्णाली हुन्। नन्दी तथा हात्तीको आकृति कैलाश पर्वतको पश्चिमी भागमा देख्न पाउँदा हामी खुसी हुन्छौँ। दोस्रो
टी हाउसमा पुगेपछि हामीले बोकेर ल्याएको खाना खान्छौँ र केही समयको विश्रामपछि हामी पुनः यात्रामा अगाडि बढ्दछौँ। अहिलेसम्म खासै त्यस्तो अनि चाहिँ दुःख भएको महसुस भएको छैन। शरीर हो, आफ्नो धर्म त यसले गरिराखेको छ। यद्यपि हाम्रो टोलीका कसैलाई पनि समस्या परेको छैन। यो सबैभन्दा ठुलो कृपा हो। कैलाश पर्वतलाई हिन्दू, बौद्ध, जैन र बौद्ध धर्म मान्ने धर्मावलम्बीहरूले सबैभन्दा पवित्र तीर्थस्थल मान्दछन्। हिमाली क्षेत्रमा क्षणभरमै मौसम परिवर्तन हुने भएकाले आज हामीले कैलाशको पूर्ण दर्शन गर्न पाएनौँ। समुद्र सतहबाट 4900 मिटर उचाइमा रहेको डेरापुकमा हामी पुग्दछौँ। आजको हाम्रो रात्रि विश्राम यही हुनेछ। अद्यावोचदधिवक्ता प्रथमो दैव्यो भिखक्क। मौसमले साथ दिन्छ पो कि भन्ने आशमा हामी कैलाशको चरण स्पर्श गर्ने ठाउँमा पुग्दछौँ। चरण स्पर्शपछि हामी फेरि हामी बस्ने होटलमा फर्कन्छौँ। परिक्रमाको दोस्रो दिन। आज हामी डेरापुकबाट 22 किलोमिटरको यात्रा गरेर जुटुलफुकमा पुग्नेछौँ। बिहानीको सूर्योदयसँगै देखिने सुनौलो कैलाशको दृश्यले भने मनै लोभ्याउँछ। It's really tough. But we are going to finish it. We will try our best to finish. All up to Mahadev. केही समयको चढाइपछि हामी पहिलो टी हाउस पुग्दछौँ। ब्रह्माण्डको केन्द्र र विश्वको नाभि मानिने पवित्र कैलाश पर्वत आकाश र धरतीको मिलन बिन्दु, जहाँ सबै दिशाहरू मिलेको विश्वास गरिन्छ। टिबेटियनहरूले गर्ने यस्तो खालको परिक्रमालाई कोरा भनिदो रहेछ, जुन कैलाश पर्वतलाई परिक्रमा गर्न 28 देखि 30 दिन लाग्दो रहेछ। देवका पनि देव, आराध्य देव महादेव र माता पार्वतीको वासस्थान नै कैलाश पर्वत हो भन्ने मान्यता रहिआएको छ। 6 वटा दिव्य पर्वतहरूको बीचमा रहेको
यस पवित्र पर्वतलाई कमलको फूलको प्रतीक पनि मानिन्छ। यात्राको क्रममा भेटिने यो स्थानलाई पाप पखाल्ने स्थान हो भन्ने भनाइ छ। पौराणिक कथन अनुसार देवगण, ऋषिगण, राक्षसगण र रावण आदिले यही कैलाश मानसरोवरमा तपस्या गरी वरदान प्राप्त गरेका थिए भन्ने भनाइ छ। विष्णु र मत्स्य पुराण अनुसार यस पर्वतका 4 मुख्य मुखहरू स्फटिक, रुबी, नीलम र स्वर्ण श्रृङ्गारको प्रतीकको रूपमा अनेकौं रत्नले सुशोभित मुद्रामा रहेको छ। अहिले हामी डोलमाला पास आइपुगेका छौं, जुन समुद्र सतहदेखि 5630 मिटर उचाइमा रहेको छ। डोलमाला पासमा उच्च हावाको वेग हुने र लेक लाग्ने अत्याधिक सम्भावना हुने हुँदा धेरै समय त्यहाँ बस्न सकिन्न। डोलमाला पास पार गरेपछि गौरीकुण्डको दर्शन गर्न सकिन्छ। किम्वदन्ती अनुसार गौरीकुण्डलाई भगवान शिव र माता पार्वतीको प्रेम र पारिवारिक सम्बन्धको प्रतीकको रूपमा लिइन्छ। यसलाई धार्मिक यात्राको क्रममा आत्मशुद्धि र आध्यात्मिक उन्नतिको स्थान मानिन्छ। पवित्र कैलाश पर्वतलाई एक पटक पूरा परिक्रमा गर्दा जीवनको एक चक्र बराबरी, 12 पटक परिक्रमा गर्दा पछिल्लो जन्म सहितको पाप नाश हुने र 108 पटक परिक्रमा गर्दा मानव जीवनबाट नै मोक्ष प्राप्त भई ब्रह्मामा लीन भइन्छ भन्ने पौराणिक मान्यता रहिआएको छ। अब हामी ओह्रालो झर्छौं र दोस्रो टी हाउसमा केही समय विश्राम गर्दछौं। टी हाउसबाट अलिकति अगाडि लागेपछि कैलाशको पूर्वी मोहडाको दर्शन गर्न सकिन्छ। चौरीहरूसँग रमाउँदै खोलाको सुस्केरासँगै हामी अब अगाडि बढ्दछौं। पवित्र कैलाश पर्वत 52 किलोमिटर परिधिमा फैलिएको छ। 22 किलोमिटरको यात्रा पछाडि हामी जुटुलफुकमा आइपुगेका छौं, जुन समुद्र सतहबाट 4900 मिटर उचाइमा रहेको छ।
एकदम सजिलो तरिकाले आजको रात्रि विश्राम यही हुनेछ। कैलाश परिक्रमाको अन्तिम दिन। आठ किलोमिटरको दूरी करिब 2-3 घण्टामा पार गरेपछि हामी परिक्रमाको अन्तिम बिन्दुमा पुग्दछौँ। कैलाशनाथ भोलेनाथ जय शम्भु। हामीले परिक्रम गरेर यहाँ आइपुग्यौँ। राम्रोसँगले सफलता भयो। भगवान परमेश्वर जय शम्भु। भोले बाबा रक्षा गर्नुपर्छ। हर 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 सबै सफल भएको छ। उमापति महादेवको अहिले 78 वर्ष भई एकदम काहीँ केही नभइकन म यो के भन्छ यो ठाउँलाई बसोचरी ठाउँमा आइपुगेको छु। सम्पूर्ण सहयात्रीलाई सम्पूर्ण म्यानेजमेन्ट टिमलाई धेरै धेरै धन्यवाद। यो नानीको पनि 7 वर्ष लगभग 3 हप्ताको भई उसलाई पनि यो परिक्रमामा पुर्याएर सफल र सुरक्षित परिक्रमा गरेर आउन पाएकोमा म धेरै खुसी छु। पूर्ण परिक्रमापछि सामूहिक तस्बिर खिचाउँदै हर्षोल्लासका साथ हामी दार्चेन फर्कन्छौँ। हामीलाई कुरेर बस्नुभएका साथीभाइहरूसँग परिक्रमाको अनुभव साट्दै बिहानीको नास्ता गर्दछौँ। यात्रा कसरी गराइन्छ भन्ने कुराको जानकारीमूलक भिडियो बाँकी नै छ, पुरै हेर्नुहोला। कैलाश मानसरोवर यात्राको सम्पूर्ण आनन्दलाई मानस पटलमा सजाउँदै नाच्दै गाउँदै हामी काठमाडौँ हाम्रो भेट हुनलाई ढिला भो जयफुलको बासना नबोलिने भक्त हाँसना पेटीमा मैले संसार खोज्दा नि नमस्कार। अब यो हाम्रो डकुमेन्ट्री भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। हामीले सकेसम्म हजुरहरूलाई धेरै सूचना होस् भन्ने किसिमले बनाउने कोसिस त गऱ्यौँ। कति भयो कमी कमजोरी के भयो त्यो चाहिँ हामीलाई पछि कुनै कमी कमजोरी भयो भने अर्को 2-2 वर्षमा हामीले प्रत्येकपल्ट भिडियोहरू अपडेट गर्दै जानेछौँ। त्यसमा हामी कति कुराहरू सच्याएर फेरि आउनेछौँ। हामीले यो यात्रा व्यवस्थापन गर्दाखेरि के कस्ता तयारीहरू गऱ्यौँ, यो तपाईँहरूको यात्रा सफल पार्नमा हाम्रो टिममा नमस्ते हृदयका हाम्रा कर्मचारीहरू भाइहरू कस्तो किसिमको तयारी गर्नुभयो, कस्तो किसिमको मेहनत गर्नुभयो र तपाईँहरूको यो यात्रा आज कसरी सफल हुँदैछ भन्ने कुरो चाहिँ मैले हजुरहरूलाई अब राख्न गइरहेको छु। विशेष त यो हजुरहरूले जुन कैलाशको बुकिङ गराइसक्नुहुन्छ, गराइसकेपछि हामीले चाहिँ तपाईहरुको पासपोर्ट प्राप्त भएपछि र बुकिङ कन्फर्म भएपछि हामी तिब्बतमा रहेको लासामा रहेको टिटिबी बाट परमिसन लिन्छौं। त्यसमा चाहिँ आर्मीको लास्ट साइन भइसकेपछि जुन एउटा डकुमेन्ट हामीले प्राप्त गर्छौं त्यसलाई चाहिँ हामी परमिट भन्छौं। इन्भिटेसन परमिट प्राप्त भएपछि हामी काठमाडौँमा अवस्थित चाइनिज एम्बेसीमा हजुरको लागि भिजा एप्लाई गर्छौं र 4 दिनपछि एप्लाई गरेको 4 वर्किङ डेज 4 दिनपछि भिजा प्राप्त गर्छौं हामीले। त्यसपछि हामी यात्राको तयारीमा लाग्छौं। यो भिजा चाहिँ हाम्रो तपाईहरुको पेपर भिजा हुनेछ। यो चाहिँ पेपरमा इलेक्ट्रोनिक पेपर भिजामा आउने हुनाले यसलाई चाहिँ ग्रुप भिजा र पेपर भिजामा नै हजुरले सम्झिनु पर्ने हुन्छ। त्यसरी यसपछि अब हामी हजुरलाई यो सबै सम्पन्न भइसकेपछि ब्रिफिङको एउटा प्रोग्राम राख्छौं। त्यसमा चाहिँ हाम्रो सम्पूर्ण गाइड
कर्मचारी भाइहरू, कुकहरू, शेर्पा भाइहरू लगायत सबै भाइहरू बसेर हामीले ब्रिफिङको कार्यक्रम हजुरहरूलाई सूचना दिन्छौँ, जानकारी गराउँछौँ। 1 घन्टाको ब्रिफिङ कार्यक्रम हामीले सम्पन्न गर्छौँ र तपाईँहरूलाई चाहिने लजिस्टिक कुराहरू, ब्याग, झोला, टोपी जे जति कुराहरू हजुरले प्रोभाइड गर्ने हो हामीले त्यही बेला नै प्रोभाइड गर्छौँ। र यो सबै सम्पन्न भइसकेपछि अनि हामी यात्राको लागि पूर्ण रूपमा तयारी हुन्छौँ र मिति तिथि भनिएको मिति र तिथि र समय र स्थानमा हामी त्यो बेला सबैजना बिहान 7 बजे जम्मा भइसकेको हुनेछौँ। हामीले बाजा गाजा सहितको स्वस्ति वाचन पण्डितबाट स्वस्ति वाचन गरेर नरिवल फुटाएर हामी यात्रा प्रारम्भ गर्छौँ। यात्रा प्रारम्भसँगै बाटोमा हामीले खाना स्वादिष्ट भोजनको व्यवस्था गरेको हुन्छौँ, खाना खान्छौँ। लोकल दाल, लोकल चम्चो, धेरै खाना सुनेको थियो नेपाली होलिडेजको बारेमा नराम्रो दिन्छन् र यस्तो त्यस्तो, तर एकदम होइन है, यो कुरा चाहिँ झुटो हो रहेछ। एकदम खाना रुच्ने छ। बेलुका रसुवागढी बोर्डरमा हामी त्यहीँ बसोबास गर्छौँ। हामीले त्यो अनुसारको होटलको व्यवस्थापन, त्यो अनुसारको रुमको व्यवस्थापन गरेका हुन्छौँ र सबै यात्रीलाई हाम्रा भाइहरूले कोठा कोठामा ब्याग पुर्याउने लगायतका सबै कुराहरू सम्पन्न गर्नुहुन्छ र हामी त्यो दिनको विश्राम त्यही रसुवागढी बोर्डरमै हुन्छ। अब हामीले यात्राको दोस्रो दिनको सुरुवातसँगै इमिग्रेसनमा, नेपालको इमिग्रेसनमा हामीले डिपार्चर दिनेछौँ। त्यसपछि हामी यात्रा अगाडि बढ्छौँ र चाइनापट्टिको इमिग्रेसनमा पुगेपछि फेरि एराइभल लगाउँछौँ, चेक इन गर्छौँ र हामी चाइना क्षेत्र प्रवेश गर्नेछौँ। तिब्बतको चाइना क्षेत्र हामी प्रवेश गर्नेछौँ। तपाईँको यात्रा यो जुन हामीले तिब्बत क्षेत्र प्रवेश गर्दैखेरि हाम्रो चाहिँ ब्याकग्राउन्डमा त्यहाँको चाहिँ ट्रान्सपोर्ट कम्पनीहरूले तपाईँहरूको ब्याग लाने, इमिग्रेसनलाई क्रस गराउने, तपाईँहरूको सामान चेक इन गराउने अनि तपाईँहरूलाई दोबासेको काम गर्ने लगायतका त्यहाँ हाम्रो छुट्टै एउटा डिपार्ट हुन्छ जुन डिपार्टले आफ्नो ढङ्गमा काम गरिरहेको हुन्छ। हजुरलाई चाहिँ चेकिङ गर्ने साइड मात्रै हजुरलाई जानकारी हुन्छ, तर हाम्रो यतापट्टिको ब्याकग्राउन्डमा पछाडि त्यो सम्पूर्ण कामहरू चाहिँ हाम्रो अर्को डिपार्टले गरिरहेको नि हुन्छ त्यसको पछाडिपट्टि। यसै गरी तपाईँहरूलाई स्वागत गरिन्छ तिब्बत क्षेत्रमा, सांस्कृतिक छल्किने गरी खादाले स्वागत गरिन्छ, फोटो खिचिन्छ र हामी त्यहाँबाट फेरि केरुङको लागि हामी प्रस्थान गर्छौँ। केरुङमा हामीलाई त्यो अनुसारको हाम्रो स्टाफहरूले तपाईँहरूलाई होटलको रुमहरू, तपाईँको परिवार हेरेर, साथीभाइ हेरेर, आफन्त इष्टमित्रको तपाईँहरूको कुन किसिमको बुकिङ छ त्यो किसिमको बुकिङ हेरेर तपाईँहरूलाई त्यही अनुसारको हामी रुमको व्यवस्थापन गरिदिन्छौँ। बेलुका हामीले फेरि त्यहाँबाट हाम्रो नेपालबाट लगेको किचन हामी त्यहाँबाट सुरु गर्नेछौँ र बेलुकाबाट हामी किचनबाट आफ्नै नेपाली खाना परम्परा शैलीमा स्वादिष्टमा नेपाली खाना हजुरहरूलाई भोजन त्यहाँ उपलब्ध गराउनेछौँ। आफ्नै किचन हुनेछ, आफ्नै कुक हुनेछ, आफ्नै स्टाफहरू हुनेछ र सबै सेट अनुसार हामीले तपाईँहरूलाई खानाको व्यवस्थापन 2 दिन गर्नेछौँ। केरुङमा पुगेपछि तपाईँहरूको स्वास्थ्यमा कुनै किसिमको खराबी नहोस् भनेर एल्टिट्युड अर्थात् लेक लाग्नेबाट बचाउनको लागि तपाईँहरूलाई हामी औषधिको प्रयोग पनि गर्न सुरु गर्नेछौँ। हाम्रा कर्मचारी भाइहरूले, हाम्रा स्टाफहरूले, कुकहरूले उनीहरूले रातभरिमा तपाईँहरूलाई चाहिने ब्रेकफास्टको तयारी गरिसक्नु भएको हुन्छ भने लन्चको लागि पनि उनीहरूले बेलुकै नै सम्पूर्ण तयारी सम्पन्न गरिसकेको हुन्छ। जुन लन्च चाहिँ बाटामा पुगेपछि हामीले कुनै ठाउँमा विश्राम गरेर लन्च लिन्छौँ। त्यसपछि हामी यात्रा कन्टिन्यू गरेर तेस्रो दिन बेलुका फेरि हामी सागामा पुग्छौँ र त्यसरी नै अनवरत रूपमा हामी खाना खुवाउने, एकोमोडेसन गराउने, रुम व्यवस्थापन गराउने त्यो काम हामी त्यसरी नै गर्छौँ। अब हामी यसरी चौथो दिन यात्रा प्रारम्भ गरेसँगै सागाबाट मानस सरोवरको लागि निक्लिन्छौँ। यो दिनको यात्रा अलि लामो किसिमको छ, झन्डै 500 किलोमिटरको यात्रा छ, 6-7 घन्टा 8 घन्टा जति लाग्न सक्छ। बाटोमा सुन्दर ठाउँ, पार्क, रमाइलो शान्त क्षेत्रमा गएर हामी लन्च गर्नेछौँ र त्यसरी नै लन्च गरिसकेपछि हामी फेरि अगाडि बढ्नेछौँ र हामीले एउटा होर्चु जहाँ कैलाश मानस सरोवरको क्षेत्र होर्चु जुन गारी प्रदेशमा पर्छ, होर्चुमा पुगिसकेपछि त्यहाँ चेकिङ पोइन्टमा हामीले टिकट काटिसकेर फेरि यात्रा अनवरतमा बढ्नेछ र मानस सरोवरलाई दायाँ हुँदै कैलाश पर्वतको दर्शन गर्दै मानस सरोवरको परिक्रमा गरेर हामी छुगुम्बा पुग्नेछौँ। यसै त हामी अहिले जुन समयमा आइपुगेका छौँ त्यसमा पनि 1 दिन अगाडि पनि हाम्रो एउटा
प्रदोषको ग्रुप पनि आइपुगेको छ। प्रदोष मतलब पूर्णिमाको ठिक एक दिन अगाडि जुन प्रदोष मनाइन्छ, भगवान भोलेनाथ जहाँ भए पनि कैलाश मानसरोवर क्षेत्रमै फर्किनु हुने हुनाले त्यो प्रदोष विशिष्ट किसिमको दिन हो। पूर्णिमा पनि त्यस अनुसारकै विशिष्ट किसिमको दिन हुने भइहाल्यो। यही अनुसारको हाम्रो अब भव्य तयारी भइरहेको छ। हामीले बिहानदेखि स्नान गर्ने, यात्रीहरू पूजापाठको लागि तयारी गर्ने, भव्य हवनका कार्यक्रमहरू गर्ने, लाखबत्तीहरू बाल्ने, श्राद्ध तीर्थ श्राद्धहरू गर्नेका कार्यक्रमहरू हामी भव्य रूपमा मानसरोवरकै प्राङ्गणमा बसेर भव्य रूपमा सम्पन्न गर्नेछौँ। खाना दिउँसोको सम्पन्न भइसकेपछि कैलाश पर्वतको फेदीमा दार्चेन सानो सहर छ, दार्चेन सहरमा हामी पुग्नेछौँ। एक दिनको विश्राम हामी त्यहीँ नै गर्नेछौँ। अब हामी कैलाश यात्राको परिक्रमाको तयारीमा लागिसकेका छौँ। कैलाशको परिक्रमाको लागि चाहिने अक्सिजन भयो, तपाईहरुको लागि बाटामा चाहिने खानाहरू भयो, लजिस्टिक कुराहरू भयो, सबै हाम्रा स्टाफहरूले तयारी गरिसक्नु भएको छ। अब हामी कति मात्रामा हामीलाई अक्सिजन चाहिने, त्यसको तपाईको यात्रीको संख्याको आधारमा हामीले अक्सिजन सिलिन्डरहरू बोक्नुपर्ने हुन्छ र त्यही अनुसारको ककलले कति घोडा लिनेले घोडा लिनु पर्यो, कुल्ली पोटर गर्नेले कुल्ली पोटर गर्नु पर्यो। त्यही अनुसारको सम्पूर्ण तयारी भइसकेपछि हामी यात्रा अगाडि प्रारम्भ गर्छौँ। यमदारमा हामी पुगेर परिक्रमा गरिसकेपछि यमदारको फर्किने यात्रीहरू यमदारबाट भगवान भोलेको दर्शन गरेर फेरि दार्चेन फर्किनुहुन्छ र यात्रामा निक्लिने यात्रीहरू हाम्रो स्टाफ कर्मचारी गाइडको निर्देशन अनुसार हामी अगाडि सबै यात्रीहरू अगाडि बढ्नेछौँ। पहिलो दिनको 12 किलोमिटरको यात्रा सजिलो छ, खोलाको तिरैतिर जाने हो। त्यसमा 4 देखि 6 घण्टाको हिँडाइको आधारमा त्यो यात्रा तय गर्न सकिन्छ। हाम्रा गाइड भाइहरूले पहिले नै यात्रा सबै क्याम्पमा आइपुग्नुभन्दा अगाडि नै देरापुगमा उहाँले गरेर रुम बुक गरिसक्नु भएको हुन्छ। त्यो अनुसारको तपाईहरुको कुन कसलाई कति रुम दिने भनेर एलोटमेन्ट पहिले नै गरिसक्नु भएको कारणले गर्दाखेरि हजुरहरू आउने बित्तिकै रुमहरू चाबीहरू प्राप्त गर्नुहुन्छ र त्यो दिनको बसाइमा देरापुगमा हामी त्यो दिन बस्नेछौँ। सबैजनाको थकाइसँगै यात्रामा बेलुका राति हजुरहरूलाई त्यसको उचाइ अनुसार, यात्राको अवस्था अनुसार, भौगोलिक अवस्था अनुसार हामी हजुरलाई सुप हुन्छ, जुस हुन्छ, के हुन्छ त्यस्तो किसिमको जुन खानाहरू हजुरलाई हामी त्यो दिन प्रोभाइड गर्छौँ। हाम्रा भाइहरूले, हाम्रा कुकरले राम्रोसँग तपाईहरुलाई सर्भिस गर्ने हुनेछ, सेवा गर्नुहुनेछ। त्यो दिनको लागि त हामीले यात्रा शुभारम्भ गरेसँगै बिहानै भाइहरूले सबै तपाईहरुलाई जसरी पहिलो दिन दिनुहुन्थ्यो त्यसरी नै फेरि सबैलाई प्याक लन्चहरू दिनुहुनेछ। प्याक लन्च तपाईहरुले आफूले बोक्नुपर्ने छ। प्याक लन्चसँगै भाइहरूले अगाडि पछाडि गरेर हजुरहरूले यात्रा प्रारम्भ गर्नुहुनेछ। तपाईहरुलाई त्यो बेला हामीले प्रत्येक 500 देखि 1 किलोमिटरको फरकमा हामीले आफ्नो शेर्पा कर्मचारी भाइहरूले अक्सिजन सिलिन्डरहरू बोकेर हिँड्ने हुनाले तपाईहरुलाई यात्रामा एकदमै सुरक्षा महसुस हुनेछ, सुरक्षित रहेको महसुस हुनेछ र हामीले तुरुन्तै तपाईहरुलाई त्यस्तो कुनै अक्सिजनको कमी भएको महसुस भयो भने हामीले तुरुन्तै अक्सिजन पनि दिन सक्ने व्यवस्था हुनेछ हाम्रो। यसरी 3 घण्टा अनवरत रूपमा हिँडिसकेपछि हामी डोलमालामा पुग्नेछौँ, जुन हाम्रो कैलाश मानसरोवर यात्राको सबैभन्दा उच्च बिन्दु पनि हो। हामी डोलमाला पुगेसँगै हाम्रा कर्मचारी शेर्पा गाइड भाइहरूले तपाईहरुलाई डोलमाला क्षेत्र अझै सुरक्षित क्षेत्र भएको हुँदाखेरि चाँडोभन्दा चाँडो त्यहाँबाट तपाईहरुलाई अर्को भ्यालीमा तल झारिसक्नु पर्ने हुनाले तपाईहरुलाई त्यहाँ त्यति साह्रो अलमल गर्न दिनुहुन्न र भाइहरूले जतिसक्दो तल तपाईहरुलाई लिएर जानलाई कोसिस गर्नुहुन्छ। उहाँहरूले परिक्रमाको तेस्रो दिन हामी 2 देखि 3 घण्टाको यात्रा गरिसकेपछि यात्रा सम्पन्न गर्नेछौँ। यात्रा सम्पन्नसँगै यात्राको प्रतिक्रिया पनि लिनेछौँ र त्यसपछि हामी फेरि यहाँबाट दार्चेन जानेछौँ। एकदम राम्रो, थ्याङ्क यू, नमस्ते हलिडे। केही कुरा पनि मिस गरिएन, सोचे भन्दा धेरै राम्रो परिक्रमा। It was so good. I'm so blessed to have a Kailash Yatra. It was wonderful. Me and my husband really enjoyed, and I think the staff is really very good. Ganesh and all the ground staff helped us a lot. It's because of them that we were able to really complete the yatra. अब भगवानको कृपा नै भन्नुपर्छ, हामी बीचमा बस्ने भनेका थियौँ, त्यही पनि सबै सकुशल रहेको र भोलिको यात्रालाई पनि सहज बनाउने क्रममा हामी अहिले चाहिँ अब दार्चेन भन्ने ठाउँमा भन्न जाँदैछौँ।
हामी दार्जिलिङ आइसकेपछि सम्पूर्ण यात्रीहरूको भेटघाट सम्पन्न भएपछि खाना खाएर यात्रालाई स्मरणीय बनाउँदै स्मरण गर्दै हामी नेपालतर्फ यात्रा फिर्ती हुनेछौँ। यो यात्रा डकुमेन्ट्री यति समयसम्म धैर्यता गरी हेरिदिनु भएकोमा समग्र नमस्ते होलिडे परिवारको तर्फबाट हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।